क्वेसन सुन्ने पहिला क्वेसन सुन्ने। नमस्ते सबैजनालाई। मेरो चाहिँ हिजो 1:30 बजीको इक्जाम थियो अनि त्यसपछि क्वेसन त्यहाँ चाहिँ एउटा प्रब्लम रहेछ। कस्तो भन्दाखेरि त्यो हेडफोन चाहिँ एउटामा आवाजै नआउने, एउटामा चाहिँ आउने, एउटामा चाहिँ नआउने रहेछ। मैले भने सुरुमै उहाँलाई, उहाँले चाहिँ यतिकोले चल्छ भन्नुभयो। त्यो गर्दाखेरि मेरो एउटा लिसनिङ चाहिँ गयो हिजो नसुनेर। अनि त्यसपछि अब क्वेसन भनौँ है त। सुरुमा एउटा गाडा सारेको आइरहेको थियो अनि त्यसपछि दुईटामा चाहिँ दोस्रो नम्बरमा त्यो छन्गी भन्ने आएको थियो। त्यो जुन थियो नि बिजुलीको त्यो एउटा अप्सन छान्न, अक्षर छान्न पर्ने कि छन् लेखेर पछाडि गी छान्न पर्ने त्यस्तो थियो। अनि मिच्छुल थियो, सामान्य थियो, इगा अनि रौ यस्तै पार्टिकल छान्ने थियो। अनि त्यसपछि दोस्रोमा थियो। त्यसपछि फिनखान पनि सजिलै थियो। जस्तै एउटा नाम गरेको थियो, यो भन्दा चाहिँ म चाँडै पुगेँ, त्यही भएर चाहिँ ढोका बन्द छ। त्यो एलसो नभएर चाहिँ एकछिन पर्खिन पर्ने एलसो अप्सन थियो। चाबी नभएर चाहिँ एकछिन पर्खिन पर्ने भन्ने थियो। अनि ख्वाङ्गेमा थियो एउटा माथि पर्नु, पग्लनु, झर्नु, रोकिनु थियो। तल चाहिँ उस्तै मिल्ने चाहिँ अलिकति पानी र हिउँ थियो। अब पग्लनु भन्नेले चाहिँ हिउँ भयो एन्सर। अनि त्यति थियो। अनि बुकको यो 17 च्याप्टरको छ नि, त्योबाट चाहिँ मलाई लङ क्वेसन आएको थियो एउटा, त्यो आएको थियो। अनि त्यसपछि मलाई फेरि त्यो दुईवटा छान्नेवाला हुन्छ नि, अक्षर छान्नेवाला, त्यो दुईवटा आएको थियो। एउटा त्यो छन्गी भन्ने आयो, अर्को चाहिँ फुलछाकी भन्ने आएको थियो। एउटा फुल थियो पछाडि अनि गी थियो, बिहा चाहिँ छाक छान्न पर्ने थियो। त्यो भयो। अनि त्यसपछि ग्रामरहरू मेन उमेन इना यस्तै लाएर आएको थियो। अनि अर्को ग्रामर चाहिँ रेमेन र रेगु यस्तै थियो, सजिलै थियो। अनि पाइचार्ट दुईवटा आएको थियो मलाई। अनि त्यसपछि 30 नम्बरमा चाहिँ ब्लाइन्ड नभएर लामो खालको थियो, तर अप्सन लेखेको थियो त्यही। अनि त्यसपछि 31 देखि पछाडि चाहिँ त्यो ब्लाइन्ड आयो 35 सम्म। त्यसपछि 38, 39, 40मा सामान्य थियो। त्यो यो संवादपछि चाहिँ के हुन्छ, मिल्ने कुरो हुन्छ नि संवादपछि, त्यस्तै थियो सर। त्यो लिसनिङ चाहिँ मेरो एउटा गयो, त्यो सुन्नु नपाएरै गयो।